हेलो नमस्कार साथीहरू, तपाईहरुले भिडियोमा हेरिराख्नु भएको छ यो अहिले भर्खर 1 महिनाको बच्चाहरू हुन्। सिरोही बारबेरीका बच्चाहरू। यो बच्चाहरूलाई डिवर्मिङ एकदमै जरुरी हुन्छ, किनकि जुका यिनीहरूलाई यो माउको दुधबाट गोलो जुका पर्ने धेरै सम्भावना हुन्छ। त्यो कारणले तपाईहरुले 15 दिनको उमेरमै यिनीहरूलाई जुकाको फर्स्ट डोज औषधि जुका सम्बन्धी खुवाउनुपर्छ। विशेष गरी अब धेरै मार्केटमा औषधिहरू छ, तपाईहरुले पिप्राजिन र फेनमेन्डाजोल जस्ता औषधिहरू खुवाउन सक्नुहुन्छ 15 दिनको उमेरमा। र त्यसपछि अर्को डोज 15 दिनको उमेरमा 4 महिनासम्म खुवाउनुपर्छ। त्यसपछि तपाईले 2 महिनादेखि 3 महिनाको ग्यापमा खुवाउनु होला। पाठापाठी छिटै बढ्ने हुन्छ। हेर्नु हाम्रो हेरिराख्नुमा छ, तपाईहरुले कस्तो मजाले बढेको छ अहिले पाठापाठीहरू। 1 महिनाको पाठापाठी हेर्नुभयो, क्या मजाले बढेको छ। यो जुकाको औषधि खुवाएर लिभर टोनिक हामीले खुवाए